दर्शकबिन नमस्कार। खास संवादमा यहाँलाई स्वागत छ। म दिवस भण्डारी। आजको खास संवादमा दर्शकबिन यो देशमा नयाँ राजनीतिक शक्तिको उदयमान भएको छ र त्यो नयाँ राजनीतिक शक्ति दुर्गा प्रसाद र धवल शमशेर राणाले नेतृत्व गरेर अगाडि बढाउने हुनुभएको छ। जुन नयाँ राजनीतिक शक्तिको जुन नयाँ राजनीतिक दलको नाम जय नेपाल पार्टी हुने भएको छ, यो जय नेपाल पार्टीको नाम बाहिर आउने बित्तिकै ठुला भनेका राजनीतिक शक्तिको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको छ। हिजोसम्म नेपाली कङ्ग्रेसले जय नेपाल भनेर एकले अर्कालाई अभिवादन गर्ने, अब जय नेपाल काङ्ग्रेसको हातबाट उम्किएको हो त पार्टीकै नाम जय नेपाल राखिसके पछाडि अब काङ्ग्रेसीहरू के गर्छन्? विलकबन्धनमा त परेनन् कतै भन्ने खालका प्रश्नहरू पनि अहिले राजनीतिक वृत्तमा छ। र सँगसँगै यो पार्टीको जय नेपाल पार्टीको फर्मेसन कसरी हुँदैछ, सर्वोच्च नेता दुर्गा प्रसाद बन्ने र अध्यक्ष अथवा सभापति धवल शमशेर राणा बन्ने भनेर भनिरहँदा यो कस्तो कमिटी बन्छ, समिति कस्तो बन्छ यो पार्टीको भन्ने पनि प्रश्न छ। चुनाव चिन्ह के होला, यावत प्रश्नहरू छन्। यसले बोक्ने एजेन्डा कस्ता होला, राज संस्थाको एजेन्डालाई कसरी उठान गर्ला, हिन्दू राष्ट्रको एजेन्डालाई कसरी उठान गर्ला, यावत प्रश्नको पोको बोकेर बसेका छौँ। यी सबै प्रश्न एक पछाडि अर्को गर्दै फुकाउनेछौँ। प्रश्न हामी गर्नेछौँ, सवाल हामी सोध्नेछौँ, जवाफ दुर्गा प्रसादले स्वयंले दिनुहुनेछ। हाम्रो बिचमा जय नेपाल पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाद हुनुहुन्छ। म यहाँलाई स्वागत गरेँ। नमस्कार। नमस्ते। अब बनाउने हुनुभयो होइन जय नेपाल पार्टी? होइन, यस्तो छ, कसरी अगाडि बढ्दैछ ल भन्नुहोस्। भूमिका बाँधेको ठिकै छ होइन। हामीले हिजो मात्रै मिटिङ गरेर एउटा नयाँ पार्टी बनाउने भनेर जुन 79 साल फागुन 1 गते राजाको हातबाट दियो बालेर होइन, पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर देशमा धर्म र धर्मलाई रक्षा गर्ने राज संस्था चाहिन्छ भनेर हामीले राजतन्त्रको कुरा गरेका छैन, राज संस्थाको कुरो गरे हो र धर्मको कुरा गरे। किनभने 2 अरब नेपालीहरूको 2 अरब नेपाली भनेको हिन्दू सनातनीहरूको एउटा देश थियो नेपाल। तपाईँले मुस्लिमको 47वटा देश रहेछ, क्रिस्चियनहरूको 100वटा देश रहेछ होइन, बौद्धिस्टहरूको 11वटा कि 12वटा रहेछ देश। हाम्रो बौद्ध 2 अर्ब हिन्दू सनातनीहरूको देश खोइ एउटा नेपाल थियो, त्यसलाई पनि सिद्ध्याइदियो। यहुदीको देश इजरायल, यहुदीको देश इजरायल, क्रिस्चियनहरूको देश राजा नै भएको बेलायत होइन हो। त्यसले गर्दाखेरि मुसलमानहरूको देश पाकिस्तान छ, बङ्गलादेश छ, साउदी अरेबिया छ, इरान छ, साउदी सबैमा राजा छ, मिडल इस्टका अनेक देश छन् होइन। भनेपछि हाम्रो अब हिन्दूको देश चाहिएको हो, हिन्दूको देश कोही त भनेर हाम्रो भनाइ थियो। र यो देश सनातनीहरूको देश हो, सनातनी हिन्दू राष्ट्र हुनुपर्छ, त्यसलाई संरक्षण गर्ने राज संस्था हुनुपर्छ, राजतन्त्र होइन। र जनताका छोराले राजनीति गर्ने हो, देश चलाउने हो, राजा मियोको रूपमा बस्ने हो। हाम्रो एउटा च्याप्टर त्यो हो, एउटा कुरामा क्लियर हुनु। र दोस्रो कुरो चाहिँ आज देश जुन विषम परिस्थितिमा छ, यो त 2004 सालमा बीपीको उदय गराउने र अहिले आएर 2083मा 82मा बालनको उदय गराउने संस्था एउटै हो, NED IRI र तपाईँको इन्टरनेसनल जासुसहरूको संस्था। र 2062-63 को आन्दोलनमा पनि IRI को ठुलो भूमिका थियो। दरबारबाट राजालाई लखेट्नलाई, आन्दोलन गराउनदेखि दरबारबाट राजालाई लखेट्नलाई। त्यसले गर्दाखेरि के बुझ्नुहोस् भने अहिले त्यही संस्थाबाट बुझ्नुभयो कि यो देशमा रोहिङ्ग्या र टिबेटियनहरूको सेना उत्पादन गर्ने, रोहिङ्ग्या छिराउने, सोमालियनहरू छिराउने, सबै छिराउने, पाकिस्तानी छिराउने, बङ्गाली छिराउने र सबै शरणार्थीको गुण बनाउने, गुण बनाएर अनि 2टा छिमेकी मुलुकमा प्रहार गराइसकेपछि 2टा छिमेकी मुलुकलाई प्रहार गराइसकेपछि के हुन्छ यो नेपालको हालत। र नेपाली जातिलाई विदेश पठाउने, नेपाली जातिलाई विदेश पठाउने, युवा जति सबै पलायन गराउने, कलेज बन्द गराउने, हस्पिटल बन्द गराउने, मेडिकल कलेज बन्द गराउने, नर्सिङ कलेज बन्द गराउने, कलेजहरूमा कोटा तोक्ने अनि सबै युवा बाहिर पठाउने। अब त्यहाँ जान्छ म शरणार्थी ल्याउनलाई कोटा नतोक्ने। तपाईँले के बुझ्नुहोस् भने जेन्जी मुभमेन्ट पछाडि झन्डै 35 देखि 40 हजार रोहिङ्ग्या छिरे। 35 देखि 40 हजार रोहिङ्ग्या नेपालमा छिरे त। त्यो रोहिङ्ग्या यहाँ छ भन्ने कुरामा रोहिङ्ग्यालाई कसरी चलायो? बरु सेक्युरिटी दियो, रोहिङ्ग्यालाई सेक्युरिटी दिएको छ। सुन्नुहोस् है कुरा, गगन थापाले त रात बाँडेकै सेयर गर्नुभएको हो, रोहिङ्ग्यालाई रात दिने। तर नेपाली जो घरबार दिन्छन् तिनलाई रातारात
माइकिङ गरेर लातका लात हानेर खेल्थ्यो। भनेको रोहिङ्ग्यालाई सेभ गर्ने कुरामा गगन थापासम्म लागेको हो दुर्गाजी। आज खुलाउनुहोस् न कुरा, तपाईँलाई त सबै कुरा थाहा छ। मान्छे एउटै कम्पनी हो त। दरबार हत्याकाण्डदेखि लिएर यो संविधान चेन्ज गराउनेदेखि लिएर यो सिंहदरबारमा आगो लाउनेदेखि लिएर गोविन्द केसी सुताउनेदेखि लिएर यो सबै मेडिकल कलेज सबै युनिभर्सिटी बन्द गराउने सबै गराउने नै यही टिम हो त, एउटै टिम। कसको नेतृत्वमा छ? संस्था एउटै हो, पात्र फरक हुन्। नेतृत्व त आइआरआई र एनइडी। त्यहाँ को पात्र छन् त नेपालमा? नेपालबाट गगन, विश्वप्रकाश, बालेन, सुदन, रवि, कुरो भन्नु यिनै पात्र हुन्। गिरिराज मने माओवादीबाट, एमालेबाट योगेशहरू थिए हिजो। अब उनीहरूको काम सकियो, अब नयाँ पात्र अहिले काम सकिएपछि भाइ घर जाऊ। एउटा कुरो तपाईँलाई थाहा छ, अब मैले कतिपल्ट भन्नु, ब्राक भन्ने संस्था छ बङ्गलादेशमा, त्यसले रोहिङ्ग्यालाई पालन पोषण गर्छ, त्यसको मेम्बरै गृहमन्त्री हुन् भनेर मैले पटक पटक भनेको खैर अब होइन भने म होइन भनेर विज्ञप्ति निकाल्नु पर्यो नि, उनकै वेबसाइटमा छ त, गरेर खोज्नु नि। अनि त्यो देखाउँदाखेरि मलाई धुन्नुको सट्टामा म होइन भनेर क्लियर गर्नु नि, गृहमन्त्रीले त्यो गर्दा भयो नि त, होइन? अनि त्यहाँबाट चाहिँ नि दुर्गा प्रसादलाई सन्कीको भरमा लगेर थोनिहाल। अनि बिचरा पुलिस यहाँ लजाउँदै आउँछन् र त्यहाँबाट जाउँ न दुर्गाजी भन्छन् राति। हेर्नुहोस् है, होइन तर धमिलो पानीमा माछा छोप्न बरु कठिन होला, दुर्गा पसेलाई चपाचप छोप्न थाल्यो पुलिसले भन्छन् मान्छेहरू। होइन त्यो त छोपेको मलाई त के फरक परेर, मैले भनेको थिएँ त, मैले यहाँबाट लाने बेला थुन्न सक्छस् भने थुनेर देखा भने त 24 घन्टा राख्न सकेन नि। राख्छौ भने मलाई राम्ररी राख न, सक्छौ भने राम्ररी सक न, राख। च्यालेन्ज नै तपाईँले गर्नुभयो। च्यालेन्ज नै हो नि, के इस्युमा राख्ने? अब सुन्नुहोस् है, यो जय नेपाल पार्टी भन्ने नाम कसरी नामाकरण गर्नुभयो? जय नेपाल शब्दको उत्पत्ति कसरी? हामीले जय नेपाल भन्ने पार्टी चलन चल्तीमा, राजाले पनि जय नेपाल भन्ने, सेनाले पनि जय नेपाल भन्ने, काङ्ग्रेसले पनि जय नेपाल भन्ने, पुलिसले पनि, प्रहरीले पनि जय नेपाल भन्ने, हरेक नेपालीले जय नेपाल भन्ने एउटा त्यो छँदैछ। एउटा त्यो पर्पोज, नेपालको जय होस्, जय नेपाल, जय नेपाल एउटा त्यो पर्पोज हो। हामीले नेपाली काङ्ग्रेस, नेकपा एमाले, रासपा राख्ने होइन कि हामीले जय नेपाल, हामी नेपाली हो नि त, नेपालको जय होस्, नेपालको जय होस्, एउटा त्यो हामी नेपाली हो नि त है। र अर्को हामी नेपाल हाम्रो पार्टी, अर्को नेपालभित्र बसेर हामी नेपाल खोज्दैछौँ भने सिद्धिन लाग्यो, विदेशमा बस्ने पनि त नेपाल हाम्रो। तपाईँलाई सम्भवतः थाहा छ सुकुराज शास्त्रीलाई राणाहरूले मृत्युदण्ड दिने बेलामा तेरो अन्तिम इच्छा के छ भनेर भन्दाखेरिमा सुकुराज शास्त्रीले मर्नुभन्दा अगाडि भन्नुभएको थियो नेपालको जय होस्, जय नेपाल भन्नुभएको थियो। त्यो शब्द आज तपाईँले राख्नुभयो होइन? तपाईँले पार्टी सुकुराज शास्त्रीको तत्कालीन त्यो विचार, स्वतन्त्रताको, नागरिक अधिकारको विचारको लडाईँ दुर्गाले उठाउने हुनुभयो होइन? अब त्यही भएर हामीले दुईटा पार्टीलाई प्रपोजल गरेको छ, दुईटा नाम होइन, विवाद आएन भने दुईटा नाममा, एउटा नेपाल हाम्रो पार्टी, एउटा जय नेपाल पार्टी। यो जय नेपाल पार्टी हामीले हाम्रो काङ्ग्रेसीहरू रिसाएका छन् अहिले, गगन थापा पक्षधरहरू हाम्रो स्लोगन, हाम्रो नारा दुर्गाले लैदिने जय नेपाल पार्टी। अनि कसरी हुन्छ नि उसले, अनि उहाँहरूले अदालत जान खोज्दैछन् काङ्ग्रेसीहरू अब कसरी तपाईँका विरुद्धमा। एकछिन, अनि निर्वाचन आयोगमा दर्ता भएको हुनु पर्यो होला नि त, अनि निर्वाचन आयोगमा दर्ता नगर्ने, अनि के को लागि अदालतमा जाने? तर अब निर्वाचन आयोगमै रोक्न सक्ने सम्भावना प्रबल छ नि, किनभने तपाईँहरूको पनि पार्टी दर्ता भइसकेको छैन। अस्ति रोकेको छ, कसरी रोक्ने? अस्ति त्यो नाम रोकिओरी धवलदायहरूले त्यो सकेको छ, अनि कसरी रोक्ने? त्यो त कानुनी त त्यो गरेको छ, त्यो कुरा छोडिदिउँ न। त्यो ठुलो खेल हुन्छ यहाँ, जय नेपाल विश्वास मान्नुहुन्न तपाईँहरू जय नेपाल पार्टी भनेर नाम राख्दा? हिजोको र आजकोमा फरक छ कि, बिचरा गगन केही पनि होइनन्, के हो र? अब एकछिन नि, अब उनीहरूको कुरा, अहिले गगनको कुरा गर्नुभन्दा गगनको, केपीको, शेरबहादुरको कुरा गरेर तपाईँको हामीले मुख नदुखाउँ, मुख दुखाउनु बेकार हो, फेज आउट भइसक्यो यो कुरा बुझ्नु होइन? फेज आउट भइसक्यो। त्यसले गर्दाखेरि अब नयाँ सोचका साथ हेर्नुहोस्, यो पुरानाको विकल्प यिनीहरू आए सिंहदरबारमा आगो लगाएर, हामी सिंहदरबारमा आगो होइन, राजाको हातबाट बालेको दियोलाई अझै पनि जीवित राखेर है हामी अघि बढ्दैछौँ। भनेपछि अब राजाले समेत जय नेपाल भनेर अगाडि बढ्ने सोचमा तपाईँहरू जय नेपाल पार्टी अगाडि बढ्यो होइन? त्यसो भए होइन, म भनौँ न, जय नेपाल पार्टी पनि अघि बढ्न सक्छ, नेपाल हाम्रो पार्टी पनि अघि बढ्न सक्छ होइन? तपाईँले के बुझ्नुहोस् भने नि, नेपाल हाम्रो पार्टी पनि प्रपोजल गरेका छौँ हामीले, प्रपोज गरेका छौँ, दुईटा पार्टीको नाम छ होइन?
अहिले तपाईँले किन भन्नु, म त्यो अरूको जस्तो हावा कुरो बोल्दिनँ क्या। होइन, दुईवटा नाम छ अहिले हामीले पठाएको। एउटा नेपाल जी हो, तपाईँ ठोस कुरा गर्ने मान्छे। म ठोस कुरा बोल्छु क्या। भोलि जय नेपाल भएन भने नेपाल हाम्रो पार्टी छँदैछ, नेपाल त छ नि त। हामी काङ्ग्रेस, कम्युनिस्ट, माओवादी, रासपा भनेर नि नेपाल बिर्सिने, नेपाली बिर्सिने, धर्म बिर्सिने पार्टी होइन। अब निर्मल निवासको ग्रिन सिग्नल तपाईँहरूलाई आएको र राजनीतिक दल तपाईँहरूले शुभारम्भ गर्न आएको निर्मल निवासको फरमान के छ, आदेश के छ तपाईँहरूलाई? मलाई त केही पनि फरमान सरमान छैन। म कसैको फरमान सुन्ने मान्छे पनि होइन कि। यो फरमानको कुरा छोडिदिनु न। यो कसको निर्मल निवासको फरमान, के फरमान आउनु पर्ने निर्मल निवासको? त्यो निर्मल निवासको के फरमान आउनु पर्ने? तर हुन्छ नि, अब त्यो फोकटे कुरा राज संस्था मान्ने पार्टी खोलिरहँदा हिन्दू राष्ट्र बनाउने पार्टी, राज संस्था भनेको त आज राजा ज्ञानेन्द्रको ग्रिन सिग्नल बाहेक तपाईँहरू हल्लिन सक्नुहुन्छ आजको होइन। दिनमा? यस्तै राज संस्थाको लागि ग्रिन सिग्नल कुर्नु पर्दैन, धर्मको लागि पशुपतिको ग्रिन सिग्नल कुर्नु पर्दैन। दुइटै नबोल्ने संस्था हुन् कि हामीलाई कसैको ग्रिन सिग्नल कुर्नु पर्दैन। हाम्रो आस्था, हामीले हाम्रो काम गर्ने हो। कुरो बुझ्नुभयो? त्यति हो। अब राष्ट्रिय राजनीतिको विपरीत जान्छ। संसदको गतिविधि, सरकारको गतिविधि, मधेस आन्दोलनको गतिविधि के देख्दै हुनुहुन्छ तपाईँले? ल भन्नुहोस्। तपाईँ त सूक्ष्म विश्लेषण पनि गर्न सक्ने, राजनीतिक टीका टिप्पणी धुरन्धर दिन सक्ने तपाईँले प्रखर राजनीतिक वक्ता आउनु भएको छ पछिल्लो समय। संसदको एक पछाडि अर्को बताउनुहोस् त। संसदको हालत त देखिहाल्नुभयो। कमसेकम यसपालि केपी ओलीले सुरुङ मार्गको सुरुवात गर्दै थियो, यिनीहरूले उद्घाटन गर्न पाए, एउटा भिडियोमा ल्याउन पाए। कमसेकम केपी ओलीले सुरुवात त गरिदिएको, फेरि फटाइ भन्नु हुँदैन। केपी ओलीले सुरुङ मार्गको सुरुवात गरेको। हजुरबाप्रति तपाईँको सहानुभूति जाग्न थाल्यो। अब होइन, गरेको कुरालाई त गरेको भन्नु पर्यो नि। त्यसले गर्दा यिनीहरूले रिबिन काट्न पाए। त्यहाँदेखि उता अब के को रिबिन काट्छ? अब ग्यासको लाइन छ, ग्यासको लाइन छ। अब दसैँमा हाहाकार हुँदैछ। मैले भनेको छु त, दसैँसम्म ठिक। सिलिन्डर भर्नु भएको छ, कतिवटा सिलिन्डर छ घरमा तपाईँ? मलाई त यस्तो छ, मलाई त्यस्तो गाह्रो छैन। मलाई त्यस्तो गाह्रो छैन। म बोर्डरमा बसेको मान्छे, मलाई त्यस्तो गाह्रो छैन। क्लियर कुरा हो, मलाई त्यस्तो गाह्रो छैन हो। तर तपाईँलाई म एउटा कुरा के भन्छु भने, एलपिजी ग्यासको बुलेटै ल्याएर राख्नु भएको छ? होइन, मलाई म आवश्यक परे पनि छिराउन सक्छु। मलाई त्यो गाह्रो कुरो होइन। एलपिजी ग्यासको बुलेटै पनि छिराउन सक्छु, त्यो तागत छ। किन? क्लियर कुरा होइन। तर मलाई मात्रै एलपिजी ग्यास भएर भएन नि। पेट्रोलको मूल्य बढ्यो, 200 लिटर माथि पुग्यो, 200 रुपियाँ लिटर। होइन, पेट्रोलको त्यो होइन, त्यसले गर्दा त कति बढेको छ त्यो कुरो छोडिदिनु न। अब तपाईँले एउटा कुरो के बुझ्नुहोस् भने नि, विकासको नाम छैन। जम्मा यहाँ अहिले धमाधम काम भइरहेको के हो थाहा छ? मैले अस्ति भने नि, उँभोतिर फर्काउने, चिलायो भनेर सबैलाई उँभो फर्काउने, मुनिबाट चल्ला चोर्ने काम भएको छ। उँभोतिर जम्मैलाई यो गरेर अहिले धार्मिक द्वन्द्व फैलाएर सेनालाई कमजोर बनाएर, धार्मिक द्वन्द्व फैलाए, सेना कमजोर बनाएर सेनाको ब्यारेक हाने। अब सेनाको राजाका पालादेखि पनि मान्छेले ओहो यो त राजाको सेना है, यो त बडा महाराज धिराज पृथ्वीनारायण शाहको सेना हो नि, यो त राजाको सिनुर पहिरेको सेना हो, देश एकीकरण गर्ने सेना हो, त्यो लिगेसी बेचेको सेना हो नि त। पृथ्वीनारायण शाहको फोटो राखेर बसेको सेनाको ब्यारेक भत्कायो हो यो राजु पाण्डे भन्ने मान्छेले। हेर्नुहोस् त, भत्कायो नि त। त्यो बालनकै निर्देशनमा भएको फेरि, किनभने टेस्ट गरेको क्या यिनीहरूको सेनाको अफिसरलाई खुलेआम धम्काए, देख्नु भएन? क्याप्टनलाई त्यस्तो सहेर बस्ने तपाईँ दुर्गाजी के थियो भने नि, त्यो त्यहाँ नि साँच्चीकै क्याप्टन हुन्थ्यो, साँच्चीकै ऊ हुन्थ्यो भने नि त्यहाँ त्यो भत्काउनु ताल्दा सुट आउट हुनुपर्ने स्थिति हो क्या। तर नागरिकको लागि बाटो खोलेको भन्छ। होइन, नागरिकको लागि बाटो खोल्ने त एउटा प्रक्रिया होला नि त। एउटा संसद त पुग्दैन नि यहाँ। हुन त अब गति छाडा हो। एकछिन तर आज कसले छुन सक्छ राजनाथ पाण्डेलाई? तपाईँले भनेर हुन्छ राजनाथ पाण्डे भनेको प्रधानमन्त्रीको सच्चा सिपाही। त्यही त बालनको सिपाहीले भत्काइदियो, सच्चा सिपाहीले। त्यही त अघि मैले भने नि, धोतीको जुम्रो टाउकोमा पुगेपछि के हुन्छ थाहा छ? घुमै गर्छ नि, रन लागेको हो त्यो। त्यो पनि बालनको धोतीको जुम्रो। यति बुझ्नु न कुरो। तर रोएका छन्। हिजो टिकाराम यात्रीको कार्यक्रममा गएर धर धर आँखाबाट आँसु झारेर, बलिन्द्र आँसुका धारा झारेर देख्नु भएन राजनाथ पाण्डे रोएको? तपाईँले अब यिनीहरूले चेत्तै जान्छ नि त, कस्ता कस्ता मान्छेलाई सांसद बनाएको रहेछ, कुन क्वालिटीका मान्छे रहेछन्, त्यो त देखिरहेछ त। सदनमा देखिरहेछ त। छ्या, सदनको हालत त्यस्तो, सदनलाई के भन्नु?
हो कि होइन? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यहाँ तपाईँले सबैभन्दा ठुलो कुरो चाहिँ के हो भने रोहिङ्ग्या र टिबेटियनहरूको गुरिल्ला भित्र्याउने प्लान हो। यति बुझ्नुहोस्। अब तिब्बतीयनहरूको कार्यक्रम हुँदैछ नेपाल। त्यो त अहिलेलाई स्टप भयो। हामीले धेरै आवाज उठायौँ, त्यो स्टप भयो। त्यो स्टप भएको छ, रोकियो अहिले एकछिनलाई, केही समयलाई रोक्यो होइन, रोकियो। यसमा भारतको पनि इन्ट्रेस्ट होला, चाइनाको पनि इन्ट्रेस्ट होला होइन, रोकियो अहिलेलाई, केही समयलाई रोकियो। तर यिनीहरूले यस्तो क्रीडा स्थल बनाएको छ देशलाई। अब अहिले तपाईँलाई थाहा छ अमेरिकन युथ काउन्सिलको, फ्रान्स युथ काउन्सिल, चाइनिज युथ काउन्सिल है, हिजो चाहिँ चिनिया युथ काउन्सिलले कति 21 जनालाई पास गर्यो, 8 जना त वकिल छन् है। अब अमेरिकन युथ काउन्सिलले त्यसै गरेको छ। लन्डन युथ काउन्सिल, ब्रिटेन युथ के छ, बेलायती युथ काउन्सिल, ब्रिटिस युथ काउन्सिल, सबैको काउन्सिलै मात्रै। यहाँ नेपालको युथ काउन्सिल कोही छैन, नेपाली युथ काउन्सिल कोही छैन। अनि तपाईँको चाहिँ सब नेता सबै बिकुवा, सजिलो क्या, 1-2 करोडमा बिक्ने। मैले अघि पनि भने यिनीहरू भन्दा त धेरै स्ट्यान्डर्ड हुन्छन् त्यो सोनागाछीका, कलकत्ताका सोनागाछीका मान्छेहरू। अब यहाँ भन्दा के भन्नु खैर। अब मधेस आन्दोलन पनि देख्नुभयो र साम्प्रदायिक दङ्गा, हिन्दू र मुस्लिमको दङ्गा पनि देख्नुभयो। त्यसमा विभिन्न विज्ञप्तिहरू पनि सरकारका तर्फबाट पनि विज्ञप्ति, सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक, सर्वपक्षीय छलफल, हिन्दू र मुस्लिमका अभियन्ताहरू राखेर गरेको छलफल, खिचाएको फोटो देख्नु भएन? सरकार छ भन्ने प्रत्याभूति भएन तपाईँलाई भने? सुदन गुरुङको दौडा, सुदन गुरुङले गएर गरेको सबै राजसभाका कार्यकर्तालाई हिन्दू बनाएर गराएर छ, हिन्दू सम्राट सेना बनाएर। हिजो अस्ति रवि लामिछानेले आफ्नै पार्टीका मुस्लिम समुदाय र हिन्दू समुदायलाई गराएर छ, त्यो पनि क्लियर भयो। राखेर आफ्नै कार्यकर्ता राखेर हिजो अस्ति सुदन गुरुङले के गरे भने हिन्दूको यहाँ छन् नि त अब मान्छेहरू पुराण भन्ने, व्यवसाय चलाउने, धर्मलाई व्यवसाय बनाउने मान्छेहरू, धर्म बेचेर खाने मान्छेहरू, क्लियर कुरा म त भन्ने। त्यो पुराण भनेको 8 लाख र 7 लाख लिने मान्छेहरू, धर्म बेच्ने मान्छेहरूलाई बोलाएर नि सुदनले भन्न खोजेको के हो मैले बुझिनँ। हामी धर्म बेच्दैनौँ, हामीले सुशीला कार्कीसँग किराँत बौद्ध सहितको हिन्दू अधिराज्य र राज संस्था पुनर्स्थापनाका लागि उच्च स्तरीय कार्यदल बनाएर संविधान संशोधन गर्ने भनेर नि क्याबिनेटबाट पास गराएको छ नि त। एकातिर मेरो सही छ, एकातिर सुशीला कार्की प्रधानमन्त्री हुँदाखेरि त्यतिखेर जगदीश खरेल सञ्चार मन्त्रीको सही छ। त्यसमा कार्यान्वयनमा जाउँ न, त्यो कार्यान्वयन गराउने त्यो तागत राख्ने दुर्गा प्रसाईलाई, जसले आवाज उठाएर हिँडेको छ त्यसलाई नबोलाउने, अनि धर्म यसो गरेर यसो डोरो सोरो बाँधेर काम चलाउने मान्छेहरूलाई लगेर नाटक गरेको होइन, नाटक गरेको हो नि त। हेरौँला हामी, हेरौँला न, सबै कुरा देखिन्छ होइन? त्यसो भए सबै कुरा देखिन्छ। जसरी दङ्गा नियन्त्रण भयो, दङ्गा त नियन्त्रण भयो नि त, अहिले त शान्ति छ। सुनसरीको कप्तानगञ्जबाट सुरु भएको घटना, यो दङ्गा नियन्त्रण गर्न बालेनको राष्ट्रको नाममा सम्बोधनले काम गर्यो कि राजाको प्रेस विज्ञप्तिले काम? राजाको प्रेस विज्ञप्तिले काम गरेको। राजाको आज यसमा क्लियर हुन पर्छ। तपाईँ के बुझ्नुहुन्छ? तपाईँ राजालाई मात्रै सबै, आज पनि नि तपाईँ राजालाई मात्रै सबै, सम्पूर्ण हिन्दूहरूका घरमा आगो लाग्यो, जसको भारी पकाउन खोज्ने तपाईँले राजालाई? एकछिन, हिन्दूहरूका मान्छेहरू गोली लागेर मरे है, तर पनि राजाको सम्बोधन आएपछि नि हिन्दूहरूले मन थामे आशाले। बालनको सम्बोधन हेरेकै हो। तर चर्चा थियो अब मोरङबाट जनकपुरसम्म राजाको चाहिँ सवारी सुरु हुन्छ, सद्भाव र शान्ति सवारी भन्ने चर्चा थियो। के साँचो कुरा हो त्यो? यत्तिकै दङ्गा भइरह्यो भने? होइन, त्यो त मलाई थाहा छैन, त्यस्तो त्यो नभएको कुरा गर्दिनँ होइन, तर आवश्यक पर्न सक्थ्यो त्यो पनि होइन। राजा भनेको त्यो पनि एउटा शक्ति हो। तपाईँलाई म आज एउटा सिम्पल कुरो भन्छु, राजा अहिले यस्तो छ देशको स्थिति भनेर राजा खुरुखुरु हिँडेर जानुभयो भने राजालाई कसैले चलाउन सक्छ? त्यहाँ दरबारमा आउनु भने कसैले चलाउन सक्छ? बालनको सेनाले रोक्न सक्छ? छ त्यो दम। तर राजुनाथ पाण्डे जान्छ नि खम्बा बनेर अगाडि उभिए, त्यो उसलाई रोक्ने खम्बा त त्योभन्दा खतरा खम्बा हानी होला नि। त्यसले गर्दाखेरि त्यो खम्बा केही पनि होइन कि सांसद, यो देशको सांसदको हैसियत होइन, यो देशको सांसदको हैसियत छ नि। अब तपाईँको पहिलाको सुप्रिम कमान्डर, तपाईँले मर्यादा क्रिया नै गर्छु भनेको व्यक्ति,
प्रचण्डलाई कहिले आउँछ स्थिरता, कहिले काङ्ग्रेससँग मिल्ने, कहिले माओवादीसँग, कहिले एमालेसँग, के गरे आयो स्थिर नहुने तपाईँ भन्दा म मरेपछि स्थिर हुन्छ भन्नु दारे हात लगाएको त्यो देख्दा कस्तो महसुस गर्नुभयो तपाईँले ल भन्नु होइन यस्तो हुन्छ नि प्रचण्डलाई त अब के भन्नु आफ्नै पालामा त्यत्रो सुप्रिमो एउटा विज्ञप्ति निस्किँदा प्रचण्डको विज्ञप्ति निस्किँदा 56-57 सालतिर नि मान्छेहरू चिया चौताराको कुरा हुन्छ आज त प्रचण्डको विज्ञप्ति आयो भनेर त्यही प्रचण्ड आज त्यत्रो शान सौगतमा पुगेको त्यही प्रचण्डको घरमा आगो लागेर आज नि त्यसरी हिँड्नु परिरहेको छ गल्लीको कुकुरको इज्जत छ यार त्योभन्दा किन हिँड्नु यस्तो भएर चाहिँ प्रचण्डको छैन इज्जत त्यसो भए किन हिँड्नु यस्तो बेइज्जती भएर प्रचण्डले यस्तो बेइज्जती भएर बरु आश्रममा गएर बस्नु नि मैले राजनीतिक छोडेँ भनेको खप्तडतिर गएर बसे पनि हुन्छ खप्तडमा त जाने खालकै मान्छे होइन किन भन्नुहोस् त बाबा खप्तड बसेको ठाउँमा एउटा ऐतिहासिक ठाउँ त्यहाँ गएर त प्रचण्ड गएर त बिग्रिन्छ अशुभ हुन्छ ठाउँ नै के कुरा गर्नु दूषित हुन्छ प्रचण्डको कुरा के कुरा गर्नु प्रचण्डको खोइ प्रचण्डको जनयुद्ध खोइ 17,000 मान्छेको रगतले लतपतिएको सम्पत्ति जनयुद्ध भन्ने चिज खोइ 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 पार्टी अनि के पार्टी अरूको विषयमा धेरै टिका टिप्पणी नगर्नु किनभने गणतन्त्र ल्याएको प्रचण्डले हो त्यही व्यवस्थामा तपाईँ आज बोलिरहनु भएको छ तपाईँ त राष्ट्र संस्था चाहनुहुन्छ नि हिन्दू राष्ट्र ल्याउनु चाहनुहुन्छ नि तर खैसकेको तपाईँहरूले यो गणतन्त्रको कुरा छोडिदिउँ कि यो गणतन्त्रको कुरा यहाँ सुन्नु न यो गणतन्त्र षड्यन्त्र रविन्द्र मिश्रको स्ट्याटस पढ्नु भएको छैन प्रचण्डको पथमा चलिरहेको छ नेपाल भनेर रविन्द्र दाईको के कुरा हो त्यो पनि नगरौँ होइन अहिले कुरा गरेर काम छैन अहिले जम्मा हामी कुन ठाउँमा पुगेका छौँ भने नि कहाँ पुगेका छौँ ल हामी सबैभन्दा खतरा भनेको टिओबी यहाँ सुन्नु न टिओबी र रोहिङ्ग्या भित्रिँदैछ त्यसमा सचेत हुनुहोस् अब प्रधानमन्त्री नेपाली सेना पनि सचेत होस् नेपाल प्रहरी पनि सचेत होस् किनभने नेपाल प्रहरीको आइजिपीले नै भनिसक्नुभयो खतरा छ भनेर आइजिपीले रोहिङ्ग्या भित्र्याउने काम भयो भनेर र बोर्डरबाट एउटा रोहिङ्ग्या भित्रेको 40,000 सुन खर्च गरेर भित्राइरहेका छन् यो कुरा बुझ्नुहोस् र धेरै ठुलो विस्फोट पुरै सेटिङमा भइरहेछ पुरै सेटिङमा चाहिँ धेरै ठुलो विस्फोट हुँदैछ यो दशैं अगाडि यो कुरामा तपाईँहरू बुझ्नुहोस् होइन सामाजिक सद्भाव ल्याउँ के शान्ति ल्याउँ के मैले ल्याउँदा नगरौँ क्या दुर्गाजी रोहिङ्ग्या भित्रको भित्रै टिओबी भित्रको भित्रै हो कि नहुने काम उनीहरू गर्छन् अनि मैले शान्ति ल्याउँ भन्दा हुन्छ शान्ति मैले कसरी मुखले त भनौँ न शान्ति भनौँ न शान्ति त भनेकै छ नि अशान्ति त भनेको छैन हामीले गरेर के मुस्लिमलाई काट हिन्दूले मुस्लिमलाई काट हामी भन्दैनौँ काट त्यस्तो कुरा गर्दैनौँ अब त्यही कुरालाई अहिले फेरि जोडेर फेरि त्यति मात्रै काटेर काट भनेर हालिदिन्छन् यहाँ त त्यसले गर्दाखेरि समस्या छ होइन बरु त्यो चाहिँ कटाएर अहिले फ्याँकिदिनु होला अरू भनेको त्यस्तै हो अब यो 3 महिनाभित्रमा हिन्दू राष्ट्रको विषयमा एउटा ठोस निष्कर्षमा पुग्ने राजनीतिक बहस चलाउने उच्चस्तरीय राजनीतिक बहस भनेर सुदन गुरुङले मधेसमा गएर एग्रिमेन्ट गरेर सहमति गरेर आउनुभयो हिन्दू राष्ट्र बनाउने सवाललाई अनि यहाँ अब सुदन गुरुङले नै हिन्दू राष्ट्र ल्याइदिएपछि तपाईँहरूको के काम होइन ठिकै छ हेरौँ न अनि यहाँ आएर के भन्नुभयो हिन्दू राष्ट्र ल्यायो भने त लडाइँ हुने रहेछ होइन गृहयुद्ध हुने रहेछ आफै भन्दै थियो त्यो सबै नाटक हो त्यहाँ थुम्थुम्याएको कि यो थुम्थुमिनेवाला छैन वार पारमा गयो क्या अब वार कि पार तपाईँ बुझ्नुहोस् वार कि पारको लडाइँ अब राष्ट्र संस्था फर्किने सम्भावना कति छ किनभने 20 वर्ष भइसक्यो 35 वर्षको हेरे 35 महिनाको 4-5 महिनामा जनता कहाँ पुगे होइन पुराना पनि हेरे नयाँ पनि हेरे है पुरानाले के फ्याँकेको भन्दा राजा भएन अब कहाँ जान्छ मान्छे जाने कहाँ हेर्दै जानुहोस् न धेरै टाइम छ भनेपछि राष्ट्र संस्था फर्किन्छ होइन नफर्के नेपाल रहँदैन हिन्दू राष्ट्र र राष्ट्र संस्था नफर्के या हिन्दू राष्ट्र नभए हिन्दू अधिराज्य नभए देश फर्केर रहँदैन भनेपछि अब दुर्गा प्रसाईले सिंहासनमा बसाल्ने धवल शमशेर राणाले शिरपेच पहिराइदिने राजदण्ड दिने कसले हो राजदण्ड त तपाईँहरूले दिँदा भइगयो नि पत्रकारहरूले हामीले किन दिने पत्रकारहरूले दिने हो राजदण्ड त्यो दिन आउँदैछ होइन नारायण नीतिमित्र राजा आउने दिन मनोज सापकोटाले शङ्ख बजाउने त्यो अब कसले शङ्ख बजाउँछन् त्यो मलाई थाहा छैन त्यो भन्दै मैले बिदा लिएँ नमस्कार होइन विस्तृत बृहङ्गम छलफल छ अझै धेरै कुरा बाँकी छ हामीसँग के कुरा बाँकी छ धेरै कुरा बाँकी छ अब यो अन्तर्राष्ट्रिय जाउँ इरान इजरायल र अमेरिकाको जसरी लडाइँ भइरहेछ तपाईँ त संसारको राजनीतिलाई गहनतर ढङ्गबाट निहालेर अध्ययन गरेर बस्ने व्यक्ति हो यो के भइरहेछ ल भन्नुहोस् यो तेलको लडाइँ जुन छ नि मध्यपूर्वमा
अब यस्तो हो, यो अर्काको देशको चासो लिएर अहिले हामीलाई काम छैन। अहा अर्काको देशको चासो तर तेल महँगियो, नेपालको अर्थतन्त्र डामाडोल भयो, त्यसले एकछिन तेल कसरी मग्यो तपाईँले एउटा कुरो बुझ्नु न। हर्मुजको तेल यहाँ रसियाबाट आएको तेल नेपाललाई दिँदैछ। अहा भुटानमा त्यो तेल एकछिन यहाँ सुन्नु न, नेपाललाई 58 रुपियाँमा तेल दिएको छ। सुन्नुहोस् कुरो अहिले पनि हो, भारतमा तेलको भाउ बढाएको छ। तर क्रुड ओइलको मूल्य भनेको त संसारव्यापी एकैचोटि बढ्ने घट्ने हो यो देखाएको नि, मात्रै एउटै रेट हुन्छ होइन। संसारको रेट एउटै हुन्छ। एकछिन भारतले मालदिप्स, बङ्गलादेश, श्रीलङ्का, नेपाल यो 4वटा देशलाई, अहा भुटान अनि भुटान त्यही त, बङ्गलादेश, मालदिप्स, श्रीलङ्का, भुटान, नेपाल 5वटा देशलाई दिन्छ तेल। आजसम्म 1 रुपियाँ बढाएको छैन। आजसम्म 1 रुपियाँ बढाएको छैन। बुझ्नुभयो? तर नेपालमा भाउ बढिरहेछ। नेपालमा बढाएको। नेपालमा कसरी बढेको छ त, किन बढाइरहेछ? अब त्यो त नेपाल सरकार जानुहोस्, मलाई कसरी सोध्नु। अब अर्थनीति सोडिङ वाग्लेको विश्वविख्यात अर्थमन्त्रीको अर्थनीतिले तपाईँ दङदास हुनुहुन्छ होला, नेपालको इकोनोमिक ग्रोथ भएको देख्दा। होइन ग्रोथ भएको भइछ त, सेयर बजार सकिएको लाग्दैन अब देश तरक्कीतिर अगाडि बढ्छ। एकछिन 80% व्यापार छैन, ब्याङ्कमा पैसा थुप्रो 16 खर्ब भन्दा बढी छ होइन। अब दसैँमा गएर त्यो 18 खर्ब भन्दा माथि हुन्छ, 18-19 खर्बमा पुग्छ, 20 खर्बमा ब्याङ्कमा पैसा ब्याङ्कको सिडी रेसियो 50-50मा आउँछ, ब्याङ्क ढल्छन्, सेयर मार्केट गयो होइन, गयो होइन, गयो। उद्योगपतिहरू सबै सेयर मार्केट ढलाउन कसैको भूमिका छ भने तपाईँको छ। उद्योगपतिहरू सबै विदेशी, यहाँ सुन्नु न, विदेशी। अब लगानी छैन हो, राजस्व 0 छ। अब हेर्दै जानु न के हुन्छ, हेर्दै जानु न, दसैँसम्म हेर्नु भन्दैछु त। तर 16 खर्ब राजस्व उठाउने सरकारले लक्ष्य लिएको छ, त्यही अनुसार अगाडि बढेको छ स्पिडमा। बुलेट ट्रेनको गतिमा अर्थमन्त्री दौडिरहनु भएको छ राजस्व उठाउन। अनि राजस्व उठ्नको लागि व्यापार चल्नु पर्यो होला नि त। खोइ त व्यापार, बिजुली बाच 5% उठाउने, शिक्षा र स्वास्थ्यको प्रधानमन्त्रीले कटौती गरिदिनु, कर बढेको छ नि अहिले। हेर्दै जाउँ, देश तरक्कीको बाटोतिर अगाडि दौडेको। आज मैले भनिदिएको छु 6 खर्ब भन्दा माथि पैसा उठेछ भने आउने साल 6 देखि 8 खर्ब भन्दा उठेछ भने लेखेर राख्नु होला भित्र। उठ्दैन है त्यसो भए, पैसा छैन मान्छेसित। कुन नेपालीसँग पैसा छ? को मान्छेसँग क्रय शक्ति छ? को मान्छेसँग क्रय शक्ति छ भन्नु न, तपाईँले बुझ्नु न कुरा। तर केमिस्ट्री मिलेको छ नि प्रधानमन्त्री र अर्थमन्त्रीको। हेर्नुहोस् त लाल जोडी छ, सम्बन्ध हेर्नुहोस् न, सम्बन्ध एकदम राम्रो छ होइन। अहिले एकै पर्खिन्न, भदौसम्म पर्खिन्न। भदौमा के हुन्छ, पानी पर्छ, झैर लाग्छ, तिज आउँछ। भदौसम्म पर्खिनु न, दसैँसम्म पर्खिनु भन्दैछु त। किन आदिन्छ अहिले 2-3 महिना 4 महिना पर्ख्यौँ न, हेर्दै जाउँ न, हेर्दै जाउँ न। सुरुवातै यिनीहरूको गलत भयो क्या, सुरुवातै गलत भयो क्या। गरिबका आँखाबाट आँसु बग्यो क्या सुरुवातमै, बुझ्नुभयो? गरिबको आँखाबाट आँसु बग्यो भने त्यसले ठुलो पहिरो जान्छ, धक्का लाग्ने वाला छ। यिनीहरू सक्सेसै भएन नि, सुरुवातै बिगारे क्या। सोसियल मिडियामा अर्कालाई मुख छाडेर, सोसियल मिडियामा बाटो देखाएर हुन्छ। सोसियल मिडियामा बाटो देखाएर, सोसियल मिडियामा गाली गरेर, सोसियल मिडियामै भाँड भैलो गरेर त हुँदैन होला। पेट त सोसियल मिडियाले भरिँदैन होला। भरे भात पकाउने ठाउँमा उसले भरिँदैन होला। आमा बालनले देश बनाउँछ भनेर भन्ने त रवि लामिछाने नै हो नि त, बनाइदिए त देश। तर आज रोस्टरमा उभिएर रवि लामिछाने भन्नुको देश अगाडि बढिरहेछ। देश सुशासनको बाटोमा, विकासको बाटोमा द्रुततर गतिमा अगाडि बढेको, देश बनेको देख्न नसक्ने यसो भन्नुपर्छ। तपाईहरुलाई ड्यासिङ दिएर भन्नुभयो रवि लामिछाने। दुर्गा प्रसाईलाई पक्रेछौँ, सुशासन गरेछौँ, त्यो भनेर नि रवि लामिछानेले। दुर्गा प्रसाईलाई आउने बित्तिकै पक्रिन्छौँ, सुशासन गरेछौँ भनेर। अनि युवा जति लखेटेछौँ, दिनको 10,000 युवा विदेश पठाइछौँ, सुशासन गरेछौँ। 5 वर्षलाई प्रधानमन्त्री बालनलाई बनाउने हो, देश बनाउने हो। यिनीहरूले योजना ल्याउनु पर्छ नि। एकछिन आमा बालनले देश बनाउँछ। यिनीहरूले योजना के एउटा रविजीको भनाइ त्यो हो नि त, बनायो त। आमा बालनले देश बनाउँछ, आमा देश बन्छ भनेर मक्ख पर्नु होला तपाईँहरू। नमस्ते। हस्, होइन 2-4वटा प्रसङ्ग अझै बाँकी छ। अब विदेश नीतिको विषयमा गल्फतिर नजाउँ, अमेरिकातिर नजाउँ, छिमेकी 2वटा राष्ट्र चीन र भारतलाई कस्तो ट्रिट गर्नुपर्छ, अहिलेको परराष्ट्र मन्त्रीले गरेको ट्रिट ठिक छ कि छैन? किनकि बालन अब भारत जाने चर्चा पनि छ। मोदीले एयरपोर्टमा स्वागत गर्न आउने बालनलाई, दुनियाँको सबैभन्दा युथ प्राइम मिनिस्टरलाई
अब रवि चीन जाने सी जिङपिङसँग भेटघाट आज गर्ने कति तारिक हो? आज कति तारिक हो? उहुँ, 7 तारिक 6 तारिक 6 तारिक होइन अस्ति बालनजीहरूले खबर पठाएको थियो दिल्ली अह, 15 अगस्तको यो अगस्त 6 होइन उहुँ, 15 अगस्तको मुख्य ऊ बनाइदिनु पऱ्यो हामी सबै स्वीकार्न तयार छौँ अब भित्री कुरो है अह, हामीलाई पनि सूचना छ अह। हुँदैन भन्थ्यो भनेको 15 अगस्तको स्वतन्त्रता दिवसमा दिवसको प्रधानमन्त्री बालेनलाई प्रमुख अतिथि चिफ गेस्ट बनाउनु पर्यो बनाइदिनु पऱ्यो भनेको थियो हुँदैन भने स्वतन्त्रता परेडमा अब 7 दिन बाँकी छ उहुँ, है अह, भने भारतले बोलाउन मानेन होइन भारतले बोलाइदियो त अस्ति जयसवालले भने त हामीले उहाँलाई निम्तो गरेको छ भने तर कहिले कुन मिति भनेर भने नि डेट सेट भनेन पहिला केपी ओलीलाई पनि बोलाएकै थियो नि अह, तर कुमार बेन भारत गएको भन्ने कुरा त अस्वीकार गरे नि त जयसवालले कुमारबेन उता रुपडिया गएर फर्केका हुन् बर्डरसम्म पुगेर पुगेर फर्केका हुन् कुमारबेनमा त होइन भुपुदेव शाह पनि गएर फर्केका हुन् अह, किन गएका थिए तिनीहरू होइन त्यही डोभाल सरलाई भेट्ने अनि एकपल्ट मिलाइदिनु पऱ्यो भारत भ्रमण अस्ति अब ठुलो कुरा गरिहाल्यो हामी उहाँहरूले भनेको कुरा मान्न तयार छौँ भनेपछि अह, यता चाइना र इन्डियाले मिलेर लिपुलेक र कालापानीमा व्यापार सुरु गरे होइन ल गर देखा भनेर देखाइदिइसके त अह। सेना पठाउनु पऱ्यो। लिपुलेकमा सुरु भयो नेपाल किन चुप लागेर बसेको अब छ अहिले अहिले? सुस्तामा हेर्नुहोस् लडाइँ दुर्गाजी तपाईँहरू जस्ता अभियन्ताहरू किन बोल्नु हामीले किन बोल्ने हाम्रो हातमा के छ लिपुलेकको बाटो भएर अहिले चाइना र इन्डियाको व्यापार सुरु भयो हाम्रो भूमिबाट अनि यो कसले गरेको त तपाईँहरू जस्तो राष्ट्रवादी व्यक्तिहरू बोल्नु होइन, हामीले पर्दैन के गर्ने हामीले गर्ने के हो दुईटा देशसँग सही तरिकाले उहुँ, ब्यालेन्स नमिलाउँदा यो स्थिति आएको त्यही भएर भोलि देश हराउन सक्छ उहुँ। त्यही भएर देश हराउन सक्छ होइन नेपाली बालेनले हराउन सक्छ। सुम्पेकै हो त लिपुलेक लिम्पियातुर कालापानी भारतलाई सुम्पेको बालेन भनेको त ग्रेटर नेपाल समेत नेपालमा ल्याउँछु हिजो अस्ति भनेर ग्रेटर नेपाल राख्नेले नक्सा राखेर बस्ने अब त व्यापार सुरु भयो नि त हिजोको मेयर आजको प्रधानमन्त्री होइन अब त्यस्तो देखियो त आरोप हैसियत। तपाईँ लगाउने हैसियत। अस्ति कस्तो देखाउँथे चट्ट एकातिर एम्बासेडरहरू होइन चट्ट आउने नमस्ते गर्दै अनि एकातिर राजा महेन्द्र हिँडेको देखाउँथे त अह, झोलेहरूले घन्टेहरूले आज खोइ त देखाएको लिपुलेकमा व्यापार चलिसक्यो त उहुँ, सामूहिक भेट अरे सामूहिक अह। भेट अरे कोसँग अस्ति अब सामूहिक भेट होइन सिङ्गल भेट्नलाई यति तडपिया छन् नि एम्बासेडरसँग अह, सिङ्गल भेट्नलाई भारतीय राजदूतसँग अँ त्यस्तो दिन आइसक्यो खै हेर्नु अब- हामीलाई त राजदूतसँग भेट्नु पनि छैन अह, भेट्या पनि छैन म त भारतीय दूतावास नि यता हो अरे भन्छन् म छेउमा पुग्या पनि छैन क्लियर कुरा होइन म भित्र म लैन चौक त्यो एम्बासेडर होटलसम्म गएको छु यहाँदेखि मासतिर भन्छु, म लैनचौरको त्यहाँदेखि दूतावासको ढोकाभित्र छिर्नु भएको छैन तपाईँ छैन त्यहाँबाट खुद्र खुद्र निस्केर सामखोजतिर त जानुभयो छैन 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 म त्यतातिर गएको पनि छैन अब यिनीहरूले भेट्दैछन् अह, भेट्दैछन् अब त्यसले चीनसँगको गर्दाखेरि- सम्बन्ध सुन्नु टिओबी लगायतका कुराहरू तपाईँले निरन्तर गर्नुहुन्छ एकछिन नीतिमा राजा महेन्द्रकालीन समयदेखि नै जति बेला तिब्बत चीनमा गाभियो त्यो समयदेखि नेपालले एकछिन नीतिलाई अवलम्बन गर्छ एकछिन नीतिको बर्खिलापमा कुनै यहाँ क्रियाकलाप हुन दिँदैन यहाँ अहिले के भइरहेको छ ल भन्नुहोस्? होइन यो त भइरहेछ त त्यही भएर त यहाँ तपाईँले के बुझ्नुहोस् भने नि अब धेरै छिटो यहाँ होइन यो नेपालको भूराजनीतिक सङ्कट के हो भूराजनीतिक सङ्कट भनेको चाइनालाई यहाँ कसरी हुन्छ कन्ट्रोल गर्ने अह, गुरिल्लाहरू तयार हुँदैछन् टिओबीहरू तयार हुँदैछन् त्यति हो उहुँ, त्यसले गर्दाखेरि चाइना र इन्डियाले मिलेर उहाँ देखाइदिएको ला गर भनेर उहुँ, हेर्दै तपाईँ जानुहोस् न अब के हुँदै जान्छ उहुँ। अब प्रतिपक्षको भूमिका के छ अहिले होइन प्रमुख प्रतिपक्ष दल नेपाली कङ्ग्रेस नेपाली कङ्ग्रेसको जनताको आवाज नेपाली कङ्ग्रेस त्यसको नेता प्रखर नेता गगन थापा छोडिदिनु अहिले गगन थापा कुरो नगर्नु न बिचरा गगन थापा कुरो नगर्नु होइन शेरबहादुर देउवा आउँछ शेरबहादुर 26 गते। 26 गते आउने बित्तिकै शेरबहादुर देउवाले नै त्यो पहिलाको चिना पनि पाउँछन् जम्मै पाउँछन् सर्वोच्च अदालत ए भनेको चार तारे झन्डा र रुख फेरि शेरबहादुरको हुँदैछ शेरबहादुरको हुन्छ जय नेपाल यता आयो अँ, रुख र तारा उता गयो गगन थापा हेरेको हेरे गगन थापा हेरेको हेरै हो गगन थापा हेरेको हेरे जय नेपाल यतातिर आयो जय नेपाल दुर्गाको हातमा हाम्रो धवल दाइ र हाम्रो चार तारे रुख फेरि शेरबहादुरको हातमा हातमा ए भनेको नेपाली कङ्ग्रेसको टुरिस्ट सभापति हुन् गगन थापा ओ कुरा बुझ्नुभयो कि अँ, कुरा त्यति हो तपाईँले के बुझ्नुहोस् भने नि अब तपाईँले नयाँ पार्टी खोल्दै हुनुहुन्छ होइन धवल शमशेर र तपाईँको बिचमा यो को चाहिँ सिनियर नेता हो हो, यो को- छ होइन, हेर्नुहोस्। वरियता क्रममा धवल अगाडि कि तपाईँ अगाडि होइन यो समाचार दिने मान्छेले गलत समाचार दिएको सुन्नुहोस् अह, धवल दाई भनेको मभन्दा सिनियर मान्छे पार्टीको सभापति होइन मभन्दा सिनियर मान्छे सभापति भन्दा पनि सिनियर उमेरले पनि उमेरले सिनियर है
राजनीतिज्ञ मान्छे, मैले अभिभावक मानेको मान्छे, उहाँ पार्टीको सभापति हो, पार्टी डे टु डे चलाउनलाई मलाई उहाँहरूले नै क्रिएट गरेको सर्वोच्च नेता तपाईँ ब्रान्ड भनेर। तर सर्वोच्च नेता संसारभरि सर्वोच्च नेताको इतिहास राम्रो छैन। होइन यहाँ सुन्नु न, हामीले इरानी मोडलमा गएको। इरानमा खामेनीलाई कसरी सिद्ध्याइदियो सर्वोच्च होइन, नेता? अर्को छोरो छैन त खामेनी पद त छ नि त। तपाईँले के भने इरानमा नि के हुन्छ तपाईँलाई थाहा छ? के छ तपाईँलाई थाहा छ? त्यहाँ पार्टी अध्यक्ष पनि छन् नि त, प्रधानमन्त्री पनि छन्, राष्ट्रपति पनि छन्, तर खमेनी इज खमेनी छन् नि त। अमेरिकाको पार्टीको खमेनी तपाईँ हो त्यसो भए? होइन, जय नेपाल पार्टीको सर्वोच्च नेता भनेको जय नेपाल पार्टी हुन्छ कि अब अर्को नेपाल हाम्रो पार्टी हुन्छ, पार्टीको हुन्छ, त्यसको सर्वोच्च नेता दुर्गा परसाई हो। र अब को वरियतामा माथि को तल भन्ने कुरो नि सर्वोच्च नेता भनेपछि को माथि हुन्छ को तल हुन्छ मलाई त्यो थाहा छैन। यो भन्ने मान्छेले वरियतामा दुर्गा परसाई भन्दा मुनि धवल भन्दा मुनि दुर्गा परसाई भनेर जुन फैलिएको छ नि, त्यो सबै कुरा फैलिएको छ। म एउटा कुरो के मान्छु भने धवल दाई मेरो अभिभावक हुन्, धवल दाईको नेता म हुँ, सर्वोच्च नेता मेरो अध्यक्ष धवल दाई हो, धवल दाईको नेता म हुँ, सर्वोच्च नेता मानेको हो नि त, उहाँले साइन गरेको छ नि त। भनेपछि नि ल तपाईँलाई म एउटा कुरो भन्छु, सर्वोच्च नेता ठुलो हो कि पार्टी अध्यक्ष ठुलो हो? ठुलो र सानोको कुरा गर्ने हो होइन, यो त कन्फ्युजन भयो। त्यो त तपाईले स्वीकार गर्नुभयो हो, मैले स्वीकार गरेको के छ नि, मेरो अभिभावक धवल दाई राजनीतिको अभिभावक, उहाँले पार्टी चलाउनुहुन्छ हैन। अब कार्यक्रममा हामीले बोल्दाखेरि मैले बोल्ने हो। भोलि तपाईँहरूको पार्टीले 2/3 बहुमत ल्यायो, प्रधानमन्त्री को बन्ने? होइन, त्यो सभापति बन्ने कि सर्वोच्च नेता बन्ने? होइन, त्यसमा स्पष्ट के छ भन्दाखेरि त्यो विधानमै छ। साथीभाइहरूले विधानमा के गरे, तपाईँ बन्ने कि धवलजी बन्ने? विधानमा के गरेका छन् भन्दाखेरि पार्टीको विधानमा के गरेका छन् भनेदेखि अब यो भन्न मिल्छ कि मिल्दैन? भन्नुहोस्, क्लियर कट आज जनतालाई बताउनुहोस्। संसदीय दलको नेता प्रधानमन्त्री बन्ने, संसदीय दलको नेता को बन्ने? प्रधानमन्त्री बन्ने। सुन्नु न, संसदीय दलको नेता प्रधानमन्त्री भन्ने त संसारलाई थाहा छ। बन्ने संसदीय सर्वोच्च नेता, सुन्नु चाहिँ, सर्वोच्च नेता चुनाव जितेर आएपछि सर्वोच्च नेता नै संसदीय दलको नेता बन्ने र त्यो कार्यकालभरि संसदीय दलको नेताबाट फिर्ता बोलाउन नपाउने भन्ने विधानमै लेखेको छ। ओहो, भनेपछि त चुनाव भएर तपाईँहरूको पार्टीले 2/3 ल्याएपछि तपाईँ नै संसदीय दलको नेता, तपाईँ नै प्रधानमन्त्री होइन? त्यसो भए विचार मेरो हो नि त, किनभने मेरो विचारले त नि भाइ सुन्नु न, म सांसद नभइकन मेरो विचारले त 18% ब्याज 6% मा ल्यायो नि त। आज त जम्मैलाई सुविधा त भएको छ नि। सोध्नुहोस् न उद्योगपति व्यापारीहरूलाई, हिजो लघुवित्त र सहकारीका महिलाहरू जङ्गल बस्थे नि त, लघुवित्त र सहकारीका मान्छेहरू घरमा जाँदा आज घरमा बस्ने भएका छन् नि त। विचार त मेरो हो नि त, आवाज त मेरो हो नि त। त्यसले गर्दाखेरि तपाईँको हाम्रो स्पष्ट छ, दाइले पार्टी चलाउने, भोलि होइन, भोलि व्यवस्था परिवर्तन भयो, चुनाव भयो, जित्यो भने सरकार चलाउने कुरो, देश चलाउने, तपाईँ देश चलाउने, यो यति स्पष्ट छ। र हाम्रो त्यहाँ लुप होल छैन क्या, त्यहाँ खेलाउने भनेको। अब तपाईँलाई भविष्यको प्रधानमन्त्री दुर्गा परसाई भन्दा अब पार्टीको तपाईँहरूको विधान अनुसार फरक परेन होइन? त्यो त फरक परेन, त्योभन्दा पनि ठुलो कुरो जनताको हातको कुरो हो नि त। भोलि मलाई हराइदियो भने त्यहाँ त जनता छन् नि त, नागरिक छन् नि त, नागरिक छन् नि त। जनताले प्रेम गर्छ नि तपाईँलाई। अब भोलि पर्सि थाहा हुन्छ। अहिले घन्टीको माहौल आयो, तपाईँको बिग्रियो, त्योभन्दा पनि प्रधानमन्त्री ठुलो कुरो होइन। प्रधानमन्त्री हुने भए त नेपाली सेनाले मलाई प्रधानमन्त्री बनाएकै हो नि। संसद हुनु भने योपल्ट म संसदै हुन्थेँ उठ्दाखेरि, त्यो ठुलो कुरो होइन। प्रधानमन्त्री सत्ता चलाउने सत्ता ठुलो कुरो होइन क्या। यहाँ गडबडी भयो भने के हुन्छ थाहा छ? घरमा आगो लाग्छ। यो त सिकायो नि, अब हेर्दै जानु न, जसले सिकाएर आएका छन् नि तिनलाई नै गाह्रो परेको छ। तर अहिले संसदमा हुनुपर्थ्यो भनेर कसैले, नेपाली जनताले सबैभन्दा धेरै संसदप्रति हेरेर कसैलाई मिस गरेका छन् भने तपाईँलाई गरेका छन्। त्यो त दुर्गा परसाई संसदमा किन भएनन् प्रतिपक्षको आवाज बोल्ने मान्छे भन्ने भएको छ। संसद भएर के गर्ने त्यो लाग्दैन तपाईँलाई? होइन, बिचरा त्यो ज्ञानेन्द्र कार्की, खुसबु ओली कराएको सुन्छु, ज्ञानबहादुर शाही, ज्ञानेन्द्र शाही भाइ कराएको सुन्छु माननीयज्यू है। अब त्यहाँ जापानबाट पनि उहाँ त बोल्नुभयो आधा रातमा, होइन बिचरा अब बोलिरहेछ त्यस्तो अलिकता टुच्च दिएर बोल्यो बोलेको बिचरा, किन के टेन्सन भयो भाइलाई होइन। तर खुसबु ओली बोलेको सुन्छु, आमा चकारी गाली गरे भन्छन्।
त्यसले गर्दाखेरि तपाईँले के बुझ्नु भने एकजना बोलेर काम छैन। हर्क साम्पाङ बोले सुन्नु भएको छैन तपाईँ? अहिले त सुन्न छोडियो, के हो कहाँ गए ती मान्छे? हर्क साम्पाङलाई कतिको मिस गर्नु? अब त पत्रकारतिर भिड्न थाले, वीरेन्द्र जैरीसँग भिडिरहेछ। भिडिरहेछ नि, त्यो बेकार हो क्या वीरेन्द्र जैरीसँग किन भिड्नु? तर खगेन्द्र सुनारलाई कसरी तलाउन सक्ने मान्छे थिए भने दुर्गा थिए, उनी सांसद भएनन् भनेर मान्छेहरू मिस गर्छन् तपाईँलाई। किन वीरेन्द्र जैरीसँग बाँचेको साँच्चै हर्क साम्पाङ? वीरेन्द्र जैरीले अस्ति मेरो पनि निकाल्दै थिएँ होइन, अब उसको कामै निकाल्ने हो, निकाल्न दिनु नि, हो कि होइन? राम्रो गरेको राम्रो निकाल्छ, नराम्रो नराम्रो होइन, मलाई पनि भणुवा भनेर निकालिरहेको थियो, निकालिदिउँ होइन। उसलाई के सुर आउँछ, के ऊ आउँछ गरिरहेको छन्, गर्न दिउँ न। उनीहरूको सबैको आफ्नो आफ्नो पेसा हो। कोही मदन भण्डारीले भने जस्तो कोही साइकल कुदाएर आउँछन्, कोही टेम्पो कुदाएर आउँछन्, कोही रिक्सा कुदाएर आउँछन्, कोही व्यापार गरेर आउँछन्, कोही व्यवसाय गरेर आउँछन्, कोही भट्टीमा रक्सी बेचिरहेको आउँछन्। आफ्नो आफ्नो पेसा हो नि त। लिबरल के गर्न पठाएको छ क्या त्यही गर्ने क्या। ओल्ड इज स्टेज, म्यान इज एक्टर, गड इज डाइरेक्टर भन्छ क्या। भगवान्ले जे लगाएको छ त्यही गर्ने, किन यो टाउको दुखाउनु? वीरेन्द्र जैरीले यसो भनेर वीरेन्द्रतिर फर्किने, अर्कोले होइन हाम्रो हर्कजीलाई नि म के भन्छु भने नि। अनि अस्ति के लेखेछन् थाहा छ हर्क साम्पाङले? त्यो चाहिँ उनको पनि दुर्गाजी यो गऱ्यो भने के अरे तपाईँले ऊ बोल्यो भने दङ्गा भड्किन्छ भने, दङ्गा भड्काउने मान्छे नै उहाँ हो नि। दङ्गा भड्काउने एमआइसिसको मान्छे उनी हो नि, यहाँ मानव मङ्गल अर्गनाइजेसन चलाउने मान्छे नै उहाँहरू हो नि। हिन्दू मुस्लिमको दङ्गा भड्काउने मान्छे हर्क साम्पाङ हो। यहाँबाट इन्डिया हतियार सप्लाई गर्ने नै हर्क साम्पाङको संस्था हो नि। यो भोलि पर्सि आइहाल्छ नि, भोलि पर्सि हेर्न जानु न कस्तो कस्तो चिज आउँदो रहेछ। अनि उहाँले हिन्दू र मुस्लिमको यस्तो आरोप नलाउनुहोस् क्या हर्क साम्पाङमाथि। यस्तो आरोप मेरो अगाडि ल्याउनु न, म कुरा गरिहाल्छु नि। वीरेन्द्र जैरीलाई भने जस्तो होइन नि। यो सबै खेलाडी हर्क हो त। एमआई6ले चलाएका पात्र हुन् क्या, विभिन्न पात्र हुन्, पात्रमध्ये ऊ पनि एउटा हुन्। गाई काटेर खानुपर्छ भनेर सबैभन्दा बढी कसले ल्याएको? उनीहरूकै पार्टीले। आरएन राईले त खुलेआमै भनेको। सबैले खाएका छन् नि, सबैले खाएका छन्, खाउन्। तर यत्रो सनातनीहरूलाई ठेस पुग्ने काम गरेकोले कारण यो सबै थपिँदै अनि त्यो एउटा बहिनीले भन्दै थियो त हर्कदाई मूलवासी र हामी मुस्लिम भयो भने हिन्दूहरूलाई कहाँ पुर्याउँछौँ भन्दै गरेको पनि सुनेको थिएँ त्यो बहिनीले। त्यो बहिनी मसँग पनि खनिरहेको हुन्छ, म त उसलाई केही भन्दिनँ। तपाईँको त कुरा काट्ने अमेरिकामा छन्, जापानमा छन्, सारोतिर तपाईँको एउटा भिडियो आउनुपर्छ टिकटक भरि तपाईँको कुरा काट्ने मान्छे। मेरा कुरा काटेर नि अहिले खटाउनु भएको छ क्या तपाईँको आफ्नो कुरा काट्ने मान्छे, आलोचना गर्ने मान्छे। मेरो आलोचना गर्ने मान्छे कहाँ छ भन्दाखेरि नि यहाँ नहटेर विदेश गएको छ, नसकेर। म त यही लडेर बसिएको छु नि, अर्का देशमा बसेर हेपिएर हिँडेर आधी पेट खाएर अनि फुर्सदको टाइममा अर्काको खेदो गर्ने। अब 5 वर्ष पछाडि बुढो भएर आउने त यही हो नि। रविजीको कत्रो प्रशंसा हुन्छ टिकटकमा, तपाईँको कत्रो आलोचना हुन्छ, सहेर बस्नुहुन्छ तपाईँ। होइन त्योसँग मलाई मतलब छैन। रवि लामी छानेको आफ्नै छ, बालेनको आफ्नै छन्, मेरा आफ्नै छन्। मेरा पनि मलाई पनि माया गर्ने मान्छे छन् होइन। एक दिन के हुन्छ? एक दिन दुर्गा धेर पर्खिनु पर्दैन, दसैँ सुन पर्खिन्न, दसैँ सुन पर्खिनु। अब ककरोच जनता पार्टीको आन्दोलन दिल्लीमा चल्यो, बिहारमा पनि चल्यो, कलकत्तामा पनि चल्यो, पटनामा पनि चल्यो, फेलियर भयो बुझ्यो उनीहरूले। किनभने ककरोच जनता पार्टीको जन्तर मन्तरमा त हजारौँ मान्छे उत्रे। सोनाम वाङचोक, लद्दाखको सोनाम वाङचोक, नेपालको बालेन, बङ्गलादेशको ब्राक, सुदन, अनि त्यो मालदिप्सको को थियो भाइ त्यो एकजना केटा, यिनीहरू त एउटै टिम त हो। टर्कीमा ट्रेनिङ लिएको थियो नि, उनीहरूले बुझे, हामीले पनि इन्फर्मेसन दियौँ, बुझे। मैले त पोरै देखाएको हो त, कन्ट्रोल गरिसकेपछि नि कन्ट्रोल गरे भनेको मोदीले कन्ट्रोल गरेर सफल भयो होइन? त्यहाँ सफल भयो ककरोच जनता पार्टी। कहिले सुन्नु, नेपालमा ककरोच हो इन्जेलसम्म नि, नेपालको त्यो जेएनजी भनेकै ककरोच हो क्या। त्यहाँको ककरोचको माउ त यहाँ बसेको छ नि त। ककरोचको माउ को हो त? त्यसो भए ककरोचको माउ त यहाँ छ नि त। भनेको इन्डियाको ककरोचको माउ नेपालमा छ, नेपालमा छ। अनि चाइनाको पनि ककरोचको माउ भनेको टिएबी हो, यहाँको जेएनजी हो, रोहिङ्ग्या हो। कुरो बुझ्नु न, इन्डियाको ककरोचको माउ भनेको रोहिङ्ग्या हो, चाइनाको ककरोचको माउ भनेको टिओबी हो, दलाई लामा। अब यति बुझ्नुहोस् न अहिले। त्यसले गर्दाखेरि हामी कस्ता छिमेकी मुलुकसँग लडाइँ हुँदैछ यो मैले स्पष्ट भनिदिएको। ल नमस्ते।